नेपाल इङ्ल्यान्डसँग 4 रनले पराजित भएको छ। यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङ्ल्यान्ड क्रिकेट टिमले निर्धारित 20 ओभरमा 184 रनको विशाल रन बनायो, जसका लागि क्याप्टेन ह्यारी ब्रुकको 53 रन, ज्याकब बेथलको 55 रन र विल ज्याक्सको 39 रन महत्त्वपूर्ण रह्यो। नेपालका लागि नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले समान 2-2 विकेट लिए भने शेयर मल्ल र सन्दीप लामिछानेले 1-1 विकेट लिएका थिए। जवाबी ब्याटिङ उद्योग नेपाली क्रिकेट टिमका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल 29 रन बनाएर पेभिलियन फर्के। त्यसपछि आएका क्याप्टेन रोहित कुमार पौडेल 39 रन र दिपेन्द्र सिंह ऐरी 44 रन बनाएका थिए। दिपेन्द्र र रोहित बीचको 82 रनको पार्टनरसिपले नेपालले यो खेल जित नजिक पनि पुर्याएको थियो। त्यसपछि आएका आरिफ शेख 10 रनमा पेभिलियन फर्के। लोकेश पम जुन यस खेलको सबैभन्दा महत्त्वपूर्ण खेलाडीका रूपमा रहे, उनले अन्तिममा 20 बलमा 39 रन बनाएर नेपाललाई जित नजिक पुर्याएका थिए। तर अन्तिम ओभरमा श्याम करनको उत्कृष्ट बलिङले इङ्ल्यान्डले नेपाललाई पराजित गर्न सफल भयो। अन्तिम ओभरमा नेपालले 10 रन चाहिएको अवस्थामा नेपालले केवल 6 रन मात्रै बनाएर सो खेल 4 रनले